यो ठाउँमा जब म पुगे तब मलाई लाग्यो अब म जस्तै तपाईँ पनि यो ठाउँमा पुग्ने पर्ने रहेछ, किनकि यहाँ हाम्रा पुराना कुराहरूबाट हामीलाई छुटकारा मिल्ने रहेछ। सबैभन्दा ठूलो कुरा हामीले खोजेको शान्ति यहाँ आफैभित्र कसरी भेटाउन सकिन्छ भनेर हिलिङको प्रयोग गरेर सिकाउने र देखाउने गरिने रहेछ। तपाईं के समस्या लिएर यहाँ आउनु भएको थियो र अहिले तपाईलाई कस्तो फिल भइरहेछ? आज हामीले दोस्रो सेकेन्ड गरे छोटकरी नमस्ते। मेरो नाम अभिनय कार्की, मेरो हजुरबुवा। अनि यहाँबाट सबै कुराहरू रेडी हुँदै गर्दाखेरि म चाहिँ मुभ हुन एकदम गाह्रो भइरहेको थियो पुराना कुराहरूले। अनि तपाईँको भिडियो चाहिँ मैले टिकटकमा देखेँ, अनि हेर्नु अरूको भिडियो नि हेरिरहेको थिएँ, अनि मैले दाइलाई नै चुज गरेँ। म चाहिँ खासमा बुझ्नको लागि मात्र भनेर आएको थिएँ, हस्तेको दिन हो। तर यहाँ आइसके पछाडि चाहिँ मलाई त्यो मैले जुन एक्सपेक्ट राखेर आएको थिएँ त्योभन्दा एकदमै बवाल के, एकदमै ब्लेसिङ लाग्यो क्या मलाई होइन। यहाँबाट गएको सुरुको दिनै मलाई त यस्तो मिठो निन्द्रा लाग्यो कि होइन, कुरै छोडाउँ भएन। अनि त्यसपछि सेकेन्ड डे चाहिँ म चाहिँ पुस्तक पढिरहेको थिएँ, किताब पढिरहेको थिएँ, पढे भइदियो क्या। म त आधी घन्टा 45 मिनट जति फेरि एकछिन मोबाइल चलाएँ भइरहेको। म त यस्तो म चाहिँ यति धेरै त्यो जुन सोचेको थिएँ अरूको एक्सपिरियन्सहरू सुनिरहेको थिएँ त्योभन्दा नि मलाई चाहिँ बवालै लाग्यो क्या। जस्तै तपाईँले सेसन लिइसकेपछि तपाईँले जुन पुरानो कुराले ट्रिगर गरिरहेको थियो त्यो कुराले अहिले पनि ट्रिगर गर्दैछ या त्यो कुरा कम्प्लिटली गइसक्यो? यहाँ आइसके पछाडि फिल चाहिँ कस्तो रहेछ भने पुरानो कुराहरूलाई चाहिँ त्यो रेजर गरेको जस्तो क्या, त्यो मेटाइदिने रहेछ कि, मेटाइदिने रहेछ। अनि पोजिटिभ भाइब्सहरू, अनि त्यो पोजिटिभ इनर्जीहरू, अनि त्यो मन यत्तिकै खुसी भइदिँदो रहेछ क्या। म यत्तिकै हाँसिरहेको केही कारणै ठुलो कारणै नहुनु पर्ने चाहिँ क्या, हामी ह्याप्पिनेस हुनको लागि चाहिँ सानसानो कुराहरू नै एकदमै ब्लेसिङ कि। मलाई चाहिँ एकदमै दामी लाग्यो। अब इन्डिङसम्म हुँदै गर्दा झन् बवाल हुन्छ जस्तो लाग्छ। ओके, थ्याङ्क यू सो मच। थ्याङ्क यू सो मच।